English. Hi my YouTube friends, welcome to my another vlog. This is Ritu and welcome to my YouTube channel Happy Me. अनि मैले चाहिँ भर्खरै मेरो जिम सेसन फिनिश गरे आज चाहिँ मैले squats. So I did 3 different types of squats. एउटा चाहिँ अब normal त्यो barbell ले squats गरे हैन barbell यहाँ शोल्डरमा राखेर अनि त्यो barbell चाहिँ 20 kg को हो अनि मैले त्यो weight plate चाहिँ 10 kg को राखेर मैले I did 12 sets. No, 12 reps, 5 sets. अनि 6th set मा चाहिँ मैले 15 kg को plates राखेर अनि मैले I did only 10 reps because I was trying to push myself हुन्छ नि अनि त्यहाँबाट फेरि त्यो गरेपछि चाहिँ मैले चाहिँ सुतेर अनि leg push गर्छ नि त्यो चाहिँ मैले 25 kg each राखेर सेम त्यो चाहिँ मैले 10 reps 5 sets गरे त्यहाँबाट चाहिँ मैले Brazilian squats गरे अनि यो I'm new to Brazilian squats त्यो चाहिँ मैले भर्खर स्टार्ट गरेको अनि त्यो चाहिँ मैले I can do only 3 sets के 3 sets of 10 reps त्यो गरेर त फ्री like no weights यतिकै किनकि पहिला त अब आफूले राम्रोसँग सिक्नु पर्यो नि त त्यो आफ्नो पोस्चर अनि त्यो लेग चाहिँ त्यो बेन्चमा राखेर अनि स्क्वाट्स गर्ने हो लाइक one leg at a time and त्यही भएर मैले चाहिँ विदाउट वेट्स गर्छु अहिले किनकि I want to get the position right like मेरो पोस्चर राइट त्यो गरे अनि गरेपछि चाहिँ I was already tired है तर त्यही पनि like I thought okay let me do a bit of cardio so म भर्खर ट्रेडमिलमा गएर अनि like I thought okay let me हुन्छ नि यतिकै म वक गर्छु किनकि रनिङ गर्ने मेरो एनर्जी छैन है अनि मैले चाहिँ इन्क्लाइन गरेर अनि गर्दै थिएँ बट देन मेरो लेग चाहिँ त्यो ट्रेम्बल हुन लाग्यो के हुन्छ नि मेरो आई थिंक मेरो त्यो बम पनि दुखिरहेको छ अनि लेग वाज ट्रेम्बलिङ सो आई थट ओके म आज भयो म अब घर जान्छु भनेर आई थिंक आई ओन्ली डिड लाइक 45 मिनट्स आज चाहिँ तर लाइक जस्ट स्क्वाट्स चाहिँ मैले गरेँ अनि इफ यु नो सरी मैले यहाँ पसिना पुग्दैछु I know I should not use my t-shirts. I should get a towel. तर मलाई चाहिँ त्यो टावलले के बोकेर हिँड्न अल्छी लाग्छ के मलाई चाहिँ अनि yeah we do have a locker मा राख्न मिल्छ तर हे अनि मलाई चाहिँ मेरो बम अब टु बी अनेस्ट मेरो बम फ्ल्याट छ नि त सो मैले चाहिँ अब मेरो बम हल्क अब हुन्छ नि होपफुली मेरो पनि पीचेस बम हुन्छ कि त्यही भएर स्क्वाट्सहरु मैले जस्ट लेग वर्कआउट गर्दा चाहिँ आई ट्राई टु यु नो डु सम स्क्वाट्स एन्ड यदि तपाईहरुलाई कुनै राम्रो इफेक्टिभ that is good for the bum to grow your glutes and bum थाहा छ भने please share in the comments अनि मैले चाहिँ hip thrust पनि राम्रो हुन्छ भनेर सुनेको थिएँ तर यो प्योर जिम को त्यो मसिन त्यो जुन चाहिँ hip thrust गर्छ नि they have a machine त्यो गर्दा चाहिँ मलाई कस्तो अप्ठ्यारो लाग्यो त्यो बस्ने पोजिसन नै कस्तो अप्ठ्यारो लाग्यो अनि लाइक इट हर्ट्स इन माई त्यो हिप को त्यो बोन होइन हिप बोनमा कस्तो दुख्छ कि अनि मैले चाहिँ अनि त्यो गर्दैन यहाँको त्यो हिप थ्रस्ट चाहिँ गर्दैन आई थिंक इफ यु डु लाइक यु नो विदाउट द मसिन वान लाइक वे यु जस्ट पुट द बारबेल अन योर हिप अनि आफूले त्यो पुश गर्ने लाइक थ्रस्ट गर्ने त्यो गऱ्यो भने हुन्छ होला तर मैले चाहिँ गरेँ होइन अनि या आई डोन्ट नो मलाई अहिले के भइरहेको छ लाइक हुन्छ नि टोइलेट जाम जस्तो नै हुन्छ फेरि केही पनि हुँदैन है जाने बेलामा चाहिँ अनि सो इट्स भेरी अनकम्फर्टेबल क्या अनि मैले चाहिँ गुगलमा सर्च गरेको थिएँ लाइक किन चाहिँ यस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ लाइक समटाइम्स चाहिँ लाइक मेबी इट कुड बी लाइक कन्स्टिपेसन भन्दाखेरि चाहिँ त्यस्तो पनि हुन्छ अरे या लाइक मसल विकनेस सो लाइक आफ्नो सो खै रक्तको मसल्सहरू के अनि हेर्दै जानु के हुन्छ तर आई एम स्टिल फिलिङ अनकम्फर्टेबल के तर या अब घर जाने घर गएर अनि I'll take shower first and I'll see you later. यो चाहिँ निन्जा ब्लास्ट पोर्टेबल ब्लेन्डर हो which Pino got for me. मैले चाहिँ भर्खर धोएर राखेको किनकि I'm using it for the first time. अनि उसले चाहिँ मलाई हुन्छ नि मेरो अब म ट्राई गर्दैछु नि त लाइक आई वान्ट बी हेल्दी फिट त्यही भएर मलाई चाहिँ अब सपोर्ट होस् मोटिभेट होस् भनेर अनि उसले चाहिँ मलाई लाइक हेल्दी स्मुदीहरू बनाएर खाऊ भनेर मलाई दिएको अनि आज चाहिँ मैले ब्रेकफास्टको लागि एप्पल्स प्लम बनाना योगर्ट मिल्क हालेर स्मुदी बनाउँदैछु
आई वाज स्ट्रगलिङ हुन्छ नि किन चाहिँ यो ब्लेन्ड भएन अन छ ब्याट्री पनि छ बिकज आई हेभ चार्ज अलरेडी लास्ट नाइट त्यही पनि हुँदैन अनि यसो हेरेँ फेरि अन गर्न ट्राई गरेँ हुँदैन अनि एकछिन सोचेँ मैले चाहिँ मेबी लाइक हुन्छ नि मैले धेरै नै लाइक ओभरफिल गरेँ क्या भनेर फेरि अलिकति फ्रुट्सहरू निकालेँ अनि निकालेर अनि आई ट्राई टु ब्लेन्ड अनि हुँदै भएन अनि फेरि एकछिन पछि चाहिँ अनि बल्ल भयो अनि के रहेछ भने जब तपाईँको यो पर्पल लाइन आएपछि चाहिँ यु जस्ट प्रेस वान्स के मैले चाहिँ त्यहाँ 30 सेकेन्ड देखेर मैले चाहिँ प्रेस गरिरहेको थिएँ नि त अनि भएन सो एकैचोटि त्यो पर्पल लाइट आएपछि चाहिँ तपाईँले एकचोटि मात्रै प्रेस गर्यो भने ब्लेन्ड हुन्छ घाम त लाग्छ मजाको तर जाडो चाहिँ छ जाडो एकदमै छ हुन्छ नि विथ सो विन्डी कोल्ड विन्ड त्यही भएर मैले आज चाहिँ ज्याकेट लगाएको छु नर्मली मैले ज्याकेट नलाइकन आउँथेँ नि त तर हिजो बेलुका मलाई कामबाट फर्किँदाखेरि चाहिँ चिसो भयो क्या अनि आज चाहिँ मैले ज्याकेट लगाएँ ओके अब काममा जाँदैछु अहिले चाहिँ लन्चमा जानु लाग्यो म आइम फिलिङ सो स्लिपी आज चाहिँ सबै खानु पर्ला I didn't bring any lunch, so something I'll have to that Southwest and garlic and herb, please. Thank you. I'm back home. अनि आजको दिन चाहिँ एकदमै बिजी मैले आई थिंक लास्ट विक भनेको थिएँ नि दैट मेरो हस्पिटलमा चाहिँ इलेक्ट्रोनिक प्रिस्क्राइबिङ को सफ्टवेयर चाहिँ अपडेट हुँदैछ अनि त्यही भएर लाइक हुन्छ नि त्यो प्रिस्क्रिप्सनहरु पनि अब नयाँ सफ्टवेयरमा अपडेट गरेर हामीले चाहिँ भेरिफाई गर्नुपर्छ भन्थे नि सो वी ह्याड दैट भेरिफाई गरेको थिएन किनकि क्वेरीजहरु स्टिल थियो नि त सो त्यो गर्यो अनि फेरि डिस्चार्जेस अनि वार्ड कभर सबै गर्दाखेरि चाहिँ सो बिजी आई एम सो टायर्ड त्यति नै हो अनि आज चाहिँ म अब कपालमा तेल लाउँछु तेल लाएर म भोलि बिहान जिम गएपछि चाहिँ बिफोर वर्क आई विल वाश माई हेयर एज वेल व्हेन आई टेक शावर अनि सो मसँग स्टिल लाइक वन मोर पोर्सन छ कप्पा र फिश करी सो म आज पनि त्यही खान्छु फिश करी र कप्पा फाइनली आज यो चाहिँ दिन्छ यो चाहिँ अब किनकि लास्ट पोर्सन हो नि त सो यसको लिड छ सो I'm just gonna माइक्रोवेभमा तताएर खान्छु आजको चाहिँ यति नै हो अनि त्यही हो फेरि एज युजुअल युट्युबमा केही हेर्छु अनि मेरो यो भ्लगलाई एडिट गर्छु सो थ्याङ्क यू फर वाचिङ अनि I'll see you in my next vlog and take care.